भेनेजुएलामा के भयो? कहाँ गयो मानव अधिकार? कहाँ गयो लोकतन्त्र? एउटा निर्वाचित राष्ट्रपति सार्वभौमसत्ता सम्पन्न देशको लाई अपहरण गर्ने यो जे भयो नि, जे देखिया छ यति नाङ्गो ढङ्गले है। अब योसँग यो रिलेटेड छ भनेर जबसम्म हामी नेपाली बुद्धिजीवीहरूले, नेपालका देशभक्तले बुझ्दैनन् तबसँग भ्रम भइराख्छ। म एकदम गम्भीर रूपले भन्न चाहेको छु कि यो फेनोमेना किन 24 गते राजावादीहरूको कसैको पनि घर किन जलेन? किन ठुल्ठुला राणाहरू गणतन्त्र प्रणालीका संघीय गणतन्त्रका विरोधी भनिहरू चाहिँ सबै सुरक्षित कसरी भए? उनीहरूलाई किन बचाइयो? के हो यो कुरालाई गहिरो गरी विचार नगर्ने अनि सतहमा जे देख्यो हो भन्ने खालको जो गरिएको छ यो गम्भीर गल्ती हुन्छ।